के तपाईको पनि धमनी बन्द भएको कारणले स्टेन्ट राखिदिएको छ? के तपाईलाई थाहा छ स्टेन्ट राख्नु पनि एक टेम्पोररी सोल्युसन हो भनेर? यदि तपाईले अब पनि आफ्नो हेल्थको केयर गर्नु भएन भने नेक्स्ट स्टेप भनेको ओपन बाइपास हार्ट सर्जरी हो। अहिले हामी कुरा गर्न गइरहेका छौँ ब्लकेज के चीज हो र यो किन हुन्छ। ब्लकेज मतलब तपाईको धमनी भित्र प्लग जम्मा हुनु। यो प्लग एक किसिमको फ्याट हो र योसँग ब्याड कोलेस्ट्रोल पनि हुन्छ। जतिखेर तपाई प्रोसेस फुड, अनहेल्दी खाना, तारिएको खाना र सुगरी आइटम खानुहुन्छ र एक्सर्साइज गर्नुहुन्न, त्यो समयमा तपाईको शरीर मोटो मात्र नभएर तपाईको धमनी भित्र प्लग पनि जम्मा हुन्छ। त्यो समयमा ब्लड प्रेसर हाई हुन पुग्छ भने त्यतिखेर तपाईको धमनीको वायरहरू ड्यामेज हुन सुरु गर्छ। धमनी भित्र सुजन सुरु हुन्छ, त्यसपछि तपाईको कोलेस्ट्रोल बिल्डअप हुन सुरु गर्छ। यो बिल्डअपको कारणले गर्दा नै तपाईमा हार्ट अट्याक र स्ट्रोकको चान्स बढ्नेछ र ब्रेन एन्युरिजम हुन सक्छ र अरू अर्गनहरू पनि ड्यामेज हुन सक्छ। यदि तपाईलाई ब्लकेजको चान्स छ या अलरेडी ब्लकेज भइसकेको छ तै पनि तपाईले आफ्नो लाइफस्टाइल चेन्ज सँगसँगै यसलाई कन्ट्रोल गर्न सक्नुहुनेछ। यो दुईवटा प्रडक्ट छ जसको कारणले गर्दा उहाँको लाइफ चेन्ज भयो। प्रेसर, कोलेस्ट्रोल सबै नर्मल भयो र मेडिसिनबाट पनि छुटकारा पाउनु भयो। 3 महिनाभित्र उहाँले 30 देखि 35 पाउन्ड पनि लुज गर्नुभएको छ। उहाँको मात्रै नभएर मेरो पनि PCOS को समस्या ठिक भइसकेको छ। यदि तपाईको पनि यी समस्याहरू छ र नेचुरल वेबाट ठिक गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्न चाहिँ नबिर्सिनु होला।